अब यहाँ बस्नु भएको त्यसो भने धेरै वर्ष भइसक्यो 59 सालदेखि अनि के गर्नुभयो सुरुमा आएपछि यहाँ स्याउ त थिएन होला नि हैन स्याउको जन्मदाता भनेको यो पलादा गाउँपालिकाको मै मान्छे कहाँबाट ल्याउनु भयो त बिरुवा पहिला यो हिमाचलको कनौरबाट ल्याएको इन्डियाबाट जतिखेर चिसापानीको रोड खुल्न लाग्यो त्यतिखेर तपाईँ त बस्दै हुनुभयो होला कहाँ हिँडेरै आउनु होला सब त्यो गाडी आउँथ्यो भर्खर सडक काट्दै छिया जङ्गल भएर चिसापानीसम्म गाडी आउँथ्यो त्यहाँबाट हिँडेर आउनु त्यहाँबाट हिँडेर हिमाचलबाट बिरुवा ल्याउनु भएर बाख्रा कति पाल्नु भएको छ त बाख्रा भेडा के पाल्नु भएको भेडा त पालेको छैन बाख्रा छन् त्यही 70सम्म अनि गाई गोरु पनि पाल्नु भएको छ गाई गोरु छन् मैले 22 वटा गाई पालेको हो हजुर पालेको त्यो यस्तै चोरले लिइसकियो त्यो गाई राम्रो छिया यही जङ्गलबाट पारीतिर चौड्छ त्यहीँ हान्ने त्यहीँ अब घर जाने बेला जन्मे समय लैगयो हामीलाई पनि हल्का भयो गाई उद्धार गरे के गरे अब गाई लिने मान्छे अहिले त्यसै 2 हल गोरु छ हजुर 4-5 वटा गाई छन् अनि यहाँ धान चामल के कसरी खानुहुन्छ त यहाँ उत्पादन हुन्छ कि उत्पादन अहिले मैले यो कोदो खेती गरेँ वर्ष 4 गरेँ कोदो खेती गरेँ अरू खेती जेसुकै हुन्छ कागुनी हुन्छ चिनु हुन्छ फापर हुन्छ गहुँ पनि हुन्छ गहुँ राम्रो हुन्छ जौ पनि हुन्छ हजुर आलु त्यस्ता अर्ग्यानिकहरू चिजहरू नखती बालीहरू पनि साह्रो पो सिमी हजुर हरेक चिज जे पनि हुन्छ बिक्री गर्नुहुन्छ कि नै बिक्री गर्छु यहाँ आउँछन् कि अथवा लिएर जानुपर्छ कि के गर्नुहुन्छ यही पनि आउँछन् लिएर पनि जानुपर्छ सिमी कति जति उत्पादन गर्नुहुन्छ वर्षमा पहिले त धेरै हुन्छ आजकल हुँदैन सर आजकल के भयो बगैँचाले गर्दाखेरि बर्खाका दिन अब त्यो झरी पर्न लाग्यो अहिले अब स्याउ बढी हुन थाल्यो सिमी चाहिँ कम हुन थाल्यो तल जमिनलाई ढाकिदियो हजुर ढाकिदियो पहिले त सिमी 10-12 कुइन्टल सिमीसम्म भएको थियो 10-12 कुइन्टल अनि स्याउ यहाँबाट बिक्री हुन्छ कि हुँदैन स्याउ पहिले बिक्री भयो हजुर पहिले मैले यस ठाउँमा स्याउ फलाएँ हजुर त्यतिखेर यो नेको स्याउ रारा पनि सेनाले पनि हजुर धेरै मिठो भनेर त्यहाँबाट खच्चर पठाएर कति 40-50 खच्चर पठायो खतराबाट हजुर त्यो निकुञ्जले दियो एक फेरिको त्यतिखेर 5 रुपियाँ दानु गर्थ्यौँ हामी 5 रुपियाँको दानु 5 रुपियाँको त्यसले हामीले त्यतिखेर धेरै लिने भएको हुनाले 5 रुपियाँका 3वटा दाना दिएँ मैले 3वटा दाना हजुर 5 रुपियाँको हजुर पछिल्लो वर्ष गाउँपालिकालाई मैले 1.5 रुपियाँ किलोले दिएको 1.5 रुपियाँ केजी हजुर 1.5 रुपियाँ केजीले पनि मैले सेल दिने मान्छे मैले अहिले कति रुपियाँ केजी दिनुहुन्छ त अहिले पनि अब हामी त्यही बढीमा बढी हामीले 20 रुपियाँ 15 रुपियाँले पनि किलोले ल्याउ गाउँपालिकाले भनेको हो मैले हजुर 15 रुपियाँ किलोले पनि 10 रुपियाँले किलोले पनि ल्याउ भनेको धेरै उत्पादन भएको स्याउ तर यहाँबाट बोक्न अलिक गाह्रो भयो दाग लाग्ने भयो त्यो भएर धेरै खर्च आयो सर यहाँबाट पहिले हामीले कट्टामा लियौँ र त्यो खर्च गरे हजुर अनि तलबाट पेटी लिएर 1 ट्रक जति भन्दा 2 ट्रक जति स्याउ गयो 2 ट्रक एक वर्षमा अहिले हजुर यही वर्ष त्यसमा त राम्रो कमाउनु होला केही कमाइ भएन एका खेपको तल पुर्याउँदा हाम्म 5 लाख रुपियाँ भाडा लाग्यो तराई पुर्याउँदा हाम्म एक खच्चरको 1000 रुपियाँ दिएको थियो 22 वटा खच्चरले बोकेका हुन् हजुर 12 दिनसम्म भाडो मात्रै मिल्को भन्नुहोस् भाडा बढी पर्यो अब जस्तो खच्चरको 5 लाख रुपियाँ 2 ट्रकलाई न 1 ट्रकलाई खच्चर ने तल राजनेटाबाट ट्रेक्टरले फेरि तल मोहरदेखि पारी घाटासम्म बोकाई तलसम्म लिँदा हाम्रो 5 लाख रुपियाँ लाग्यो खाना खर्च त अलग छ अनि त्यहाँ बेचेर कति बनाउनु भयो त 5 लाख 5 लाख त भएन त्यहाँ लगभग 9 लाख भयो न 11 लाख भयो त्यही 5 लाखको स्याउ लिएर 11 लाख त्यो भयो फाइदा त भयो त अनि 6 लाख घरमा पनि डामाडोल भइसक्यो अब स्याउ ल्याएर यता लगाइसकेँ होइन लगाइसकेँ त्यहाँ त अब क्लास त मैले पारि हिमाचलमै सुनेको छु स्याउलाई र महिलालाई छोड्नु हुँदैन भनेर त्यसले सिकाएको छु कि त्यसले उहिले स्याउलाई पनि छोड्नु हुँदैन महिला पनि छोड्नु हुँदैन त्यो जिटिओले मसँग गरेका कुरा यस्तो चिज हो भनेर भनेको त्यसले किन अब स्याउ छाडा गरेपछि त गाईले खाने भयो बाख्राले खाने भयो त कहाँबाट हुने भयो त मजदुर गर्नु पर्यो
अब महिलालाई पनि एक अर्काका लोग्नेसँग तल हाटबारीमा एक 2 दिन 3 दिनको बास जा त्यो ल्याइयो भने काहीँ सुहालाई सुहाउँदैन नि त्यो त खतरा चिज हो। अब यहाँभन्दा पछाडिको सोच के छ आफ्नो भावी सन्ततिलाई छोरालाई यहीँ आएर बसुन् यो स्याउ खेतीलाई अलिकति अगाडि बढाउनु भन्ने छोरालाई भन्दा पनि यो पलाता गाउँ भरिका मान्छेले तराई जानुभन्दा हजुर तराई गएर तराईतिर त यिनको केही छैन घर त हो एउटा एक कट्टा जग्गा त हो बिगा त छैन हजुर बढी किन्ने पुँजीपति हुने मान्छेले 10-12 कट्टा किनेको होला 10-12 कट्टा जग्गा किने मान्छेले पनि त व्यापारमा जानु पर्यो पैसा त फर्दैन जागे छैन यो त हाम्रो थाई जागिरी हो के होइन थाई जागिरी हो उत्पादन देशीको हुन्छ जडीबुटी यही छ कटुको यही छ तितो यही छ सतुवा यही छ गदान्नु यही छ ठुला ठुला ती भैँ लसुन यही छ पाड्नमा कति छ यहाँ जडीबुटीको खानी भनेको काली भएर अब अहिले सबैले छोडिसके कता कता बगैँचा छोडिकन गइसके केलाई गए भने ती सुखले गएनन् हजुर यत्रा बगैँचा छोडेर सुखले गएन हजुर ज्योति जोगी आयो काने चिरियाको लजमुडा आयो उस्तै अगाडि त लजमुडे काका पालाले चुनाव भएको छैन उहाँले अब 2 चोटि चुनाव भयो अब नेताहरू झगडा गर्न बसे जुम्लाको 40 करोडमा अहिले सेउ गयो 35 करोडमा बिक्री भएको आम्दानी अहिले बढ्यो 5 करोड अरू बढ्यो पलाता गाउँपालिकामा अहिले 10 करोडसम्मको सेउ फलेको त्यो मेरा बगैँचा होइन कि हाम्रो पलाता गाउँपालिका भरिमा 10 करोडसम्मको सेउ फलेको त्यो कसैको पनि लगिन्छ सबैको खेर गयो के भएन यहाँबाट लिनलाई गाह्रो भएर रोड छैन बाटो काम हुने हो तपाईँ अब यति बाटो हन्डेर आउनुहुने थियो 1000 रुपियाँ भाडो भए पनि तपाईँ गाडी बसेर आउनुहुने थियो आज अघिको खाइहाल्यो यति हन्डुकै पढेको थियो पहिले नै विकास बाटो सडक अबका सरकारले के आश्वासन दिने हामीकन कि बिरुवा पुरा काटेर बस्ती छोडेर जाऊ भन्ने रोड कटाउने ल्याउने अरू केही चाहिएन हामी पढ्नको लागि विद्यालय छँदैछ खानेपानीको लागि सरकारले काम गरेको छ खाएकै छ रोड चाहियो रोड आउँदैन अब के गर्ने त्यही माथि बसेर घर सुख भने त भयो नि रोड भन्नुपर्ने जमाना होइन यो